जाक नमस्ते, म प्रदीप तामाङ, सिन्धुपाल्चोक मेरो घर हो। म अहिले कोइन्समा काम गर्दैछु। लोकेन्द्रलाई भेट्दाखेरि मलाई धेरै खुसी लागिरहेछ। म उहाँबाट केही कुराहरू सिक्न चाहन्छु। त्यसपछि गएर अनि केही कम्प्युटर सम्बन्धी ल्याङ्ग्वेज अनि काम सम्बन्धी म केही कुराहरू अलि राम्रोसँग सिक्न चाहन्छु। भविष्यमा हाम्रो सम्बन्ध भविष्यसम्म पनि हाम्रो सम्बन्ध चाहिँ राम्रो हुनेछ भन्ने मेरो आशा छ। अनि अन्य साथीहरूसँग पनि म मिलिजुली गरिकन आफ्नो लाइफ यहाँको कोइन्सको लाइफ चाहिँ जहिलेसम्म यहाँ बसिन्छ काम गरिन्छ त्यति बेलासम्म म यहाँ हाँसी खुसी साथ बस्न चाहन्छु। अनि हाम्रो एकजना साथी हुनुहुन्छ रामकृष्ण, उहाँ पनि मेरो प्यारो साथी हो। फेरि उहाँलाई पनि धेरै धेरै माया लाग्छ। अनि हामीसँगै अनि अब त्यति नै हो। अब तपाईँहरूको पनि राम्रो होस्, यो पालिको नयाँ वर्ष चाहिँ राम्रो होस्, तपाईँहरूको चाहिँ खुसियाली होस्, राम्रो राम्रो तलब पाओस्, धेरै धेरै कामहरू सिक्नुहोस् अनि सुरक्षित तथा हाँसी खुसी ह्याप्पी जीवन बिताउनुहोस् यो वर्ष। तपाईँलाई यसोले तपाईँहरूको जीवनमा खुसियाली ल्याओस्। अनि हामीहरू सँगै भेटौँला कुनै टाइममा, कुनै समयमा, जस्तो कुनै प्रोग्रामहरूमा हामी भेटौँला। र फेरि तपाईँहरूलाई चाहिँ म अन्तिममा एकचोटि तपाईँहरूलाई चाहिँ म शुभकामना दिन चाहन्छु, शुभकामना भन्न चाहन्छु। धन्यवाद। भयो, थ्याङ्क यू।